आज चाहिँ चन्द्रवटा महोत्सवको तेस्रो दिन र आज पनि हामी चन्द्रवटा महोत्सव आइसकेका थियौँ। सो हेलो एन्ड नमस्ते साथीहरू, फेरि पनि सबैलाई स्वागत छ मेरो मिनी भ्लगमा। आई होप सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै छु। चाहिँ चन्द्रवटा महोत्सव जानेको मुख्य उद्देश्य चाहिँ रसियन जलपरी हेर्नु थियो, जुन चाहिँ हामी गइसके पश्चात चाहिँ बन्द भइसकेको थियो गाइस। सो म चाहिँ ट्राई गर्नेछु नेक्स्ट भ्लग चाहिँ रसियन जलपरीको गराउने। सो स्टे ट्युन गाइस। मेला चाहिँ सुरु भएर होला, धेरै भिड पनि थिएन र मलाई त्यस्तो रमाइलो पनि लागेन, तर यहाँ चाहिँ मलाई एउटा कपाल अङ्कल आन्टीको डान्स चाहिँ एकदमै राम्रो लाग्यो। हामीले चाहिँ मेलालाई बाबाई भन्दै चाहिँ आज केटाहरूले चिया खाने भनेको थियो। सो हामी चाहिँ फाइनली पुगिसकेका थियौँ चिया राजन क्याफेमा। सो यहाँ चाहिँ हाम्रो फर्स्ट भिजिट थियो र एकदमै राम्रो एम्बियन्स देखिराखेको थियो, लाइटिङहरू चाहिँ एकदमै राम्रो थियो। यहाँ चाहिँ फ्यामिलीदेखि लिएर फ्रेन्ड्सदेखि लिएर कपल्सहरू समेत बस्नका लागि राम्रो प्लेस म्यानेजमेन्ट गरिएको रहेछ गाइस। हामी पनि गएर टेबल नम्बर 1 मा बसिसकेको थियौँ र हामीले चाहिँ चिया र चाउमिन अर्डर गरेका थियौँ। अरू जे छुट्यो नि थाहा भएन, तर यो जाडोमा चाहिँ चिया चाहिँ छुट्नै भएन। सो हामीले चाहिँ फर्स्टमा चिया मगायो र चिया पिउनतर्फ लाग्यो। एकदमै मिठो थियो भनौँ चिया चाहिँ। तपाईँहरूको सजिलोको लागि चाहिँ मैले चाहिँ यहीँबाट चाहिँ फुडको मेन्यूको लिस्ट र बेभरेजको मेन्यूको लिस्ट हालिदिएको छु गाइस। सो यता चाहिँ हामीले चाउमिन अर्डर गरेका थियौँ र चाउमिन पनि आइसकेको थियो। एकदमै मिठो थियो है साथीहरू चाउमिन पनि। चाउमिन पनि खाएर सकिसकेको थियो र यति राम्रो एम्बियन्समा फोटो र भिडियो नखिच्ने त कुरै भएन र हामी चाहिँ लाग्यो भिडियो र फोटो बनाउन। फोटो र भिडियो पनि खिचेर सकिसकेको थियो र यो चाहिँ देख्न सक्नुहुन्छ बाहिरबाटको भ्यू हो। सो रात पनि धेरै परिसकेको थियो, घर पनि जानुपर्ने हुन्छ। सो भेटौँला अब नेक्स्ट भ्लगमा। त्यतिबेलसम्मको लागि सबैलाई बाई बाई एभ्रीवन, टेक केयर।